हेलो गाइस आज चाहिँ शनिबार भइहाल्यो। हामी चाहिँ साथीहरू मिलेर घुम्न जान लाग्छौँ। साथीहरू चाहिँ त्यहाँ त्रिपुरेश्वरमा जम्मा हुने भनेको छन्। अब साथीहरूसँग भेटेपछि भेटौँ। दोस्तलाई कता खानु अघि आएर बसिसकेको रहेछ। कति अलि लेट भयो। मैले दोस्तलाई सोधेको अब कतिजना आयो धेरै हुन्न पनि 2-3जना हो। यो बेन्चको पार्टनरहरू थियो। अब त्यहाँ दोस्तलाई भेटिसकेँ मैले। 1 घन्टा अघि आएर बस्दा रहेछ। 2जना आउँदैन। अब पुलिस एकछिन कहाँ हो उनीहरू देखा दोस्तले आउन त यार पुलिस अरे त्यहाँ आइसक्यो। 1 घन्टा भइसक्यो आउँछ आरएनएसतिर लाग्यो। केटाहरू त्यहीँ आउँदैन ट्याक्क। यो दशरथ रङ्गशाला नेपालको ठुलो फुटबल ग्राउन्ड यहीँ हुन्छ ठुलो म्याच। अब हामी चाहिँ फुलधारातिर जान्छौँ अनि त्यहीँ कुर्छौँ केटाहरूलाई चाहिँ। यस्तो छ यहाँभित्र छिर्न पाइन्छ। 2टा गेट छ यार हाम्रो। त्यही छ। अब हामी फुलधारा पुग्छ। आइसक्यो गोबी कुर्दा कुर्दा ढिलो गऱ्यो। अर्को रङ्ग चाहिँ आउन आले। अर्को लग्रा नआउने अरे। अब हामी 3जना भएर लाग्छौँ स्वयम्भूतिर होइन त। ल अब ट्याक्क गाडी खोज्छौँ हामी। यहाँबाट लाग्छ नमस्कार। अलि अगाडि लाग्छ। अलि अगाडि लाग्छ ल थाहा भयो। छोडिसक्यौँ। अब गइन्छ स्वयम्भूतिर। गाई स्वयम्भू आइसक्यौँ हामी चाहिँ। यस्तो छ। अब हामी बिस्तारै चढ्दैछौँ माथि। फुलहरू यस्तो छ भिड शनिबारमा। हेलो गाइस घुमिन्छ नि आज मजाले। कपडा यस्तो छ यहाँ सेल। कपडा किन्छौ? कपडाको नकिन्ने होला। कपडा लाएर यहाँ गऱ्यौँ यार। अब ढ्याक्क लाएर चढिन्छ हामी। त्यो गाडी हो केटा हो कता थियो झन् यतैटी हो। लाएर घुमिन्छ आज चाहिँ शनिबार। पर्छन् हामीले यताबाट मिल्छ कि मिल्छ यताबाट केटी उ बाँदर खुबी होइन। अब हामी गेटबाट हामी चढिन्छ ट्याक्क लाएर। अर्को मन्दिर भित्र भिड रहेछ आज यतातिर। त्यो हो भिड। हामी यहाँ हिँड्दैछौँ अझै डाँडा होइन त। यही रोडै हो। माथि गएछ त कति हिँड्नुपर्छ यार। यस्तो छ रोडै। अब मन्दिर आएर हो चढ्ने चाहिँ हामी आज कति वर्ष थाहा छैन। गऱ्यौँ भयो लास्टै घाम चर्के खाने। रोडै जाने अब चाहिँ हामी चाहिँ हिँड्दैछौँ। अब माथि डाँडामा गएर भेटौँ। यस्तो छ यता उहाँ माथि हो स्वयम्भू। मान्छेको भिड गोबी बाँदर जस्तै छन्। व्यवहार त्यस्तै गर्छ तिम्रो भिड आज त्यस्तै छ। के गर्न बाटो हामी आयो हामीले आउन लागिसक्यौँ। अब स्वयम्भू यस फाइनली हामी आइसक्यौँ स्वयम्भूतिर। यस्तो छ यता पुरानो यस्तो लकेटहरू के यस्तो मूर्तिहरू पुरा महँगो पर्छ यार गाई जस्तो। क्यामेराम्यान बनिसक्यो एउटा फोटो खिच्नुपर्छ अहिले। यहाँ थाकेरसँग उता जाऊँ न अगाडिपट्टि भ्याउँछ। आऊ यसरी कस्तो आउँछ रोकै रोक। हिमालहरूको पिक्चरहरू छ। हामी यता अब अगाडिपट्टि जान्छौँ हामी ट्रेनतिर। घाँटी स्वयम्भू यही हो स्वयम्भू। भिड मान्छेको भिड शनिबार फाइनली हो। हामी मेन भिडतिर आइसक्यौँ। पुरै काठमाडौँको मेन भ्यू घाम त डह्रो ला। फोटो खिच्न मान्दैन एउटा उता भिडियो बनाइरहेको। हामी चाहिँ अर्को डाँडामा जान्छौँ। त्यो छ घाम लागेन आइएछ डह्रो गर्नु पर्छ। हामी निक्लिँदैछौँ
अर्को डाँडामा गएर भेटौँला फल यताको के पोखरी भन्छ नि यसलाई के हुन्छ अरे यसमा मोबाइल हाल्यो भने उइस पुरा हुन्छ अरे त्यो चाहिँ पानी होइन हामी यता त माथि घुमेर आएको त होइनुमा बाँदर यो चाहिँ बाँदरले पनि भाउ दिन्न अनि के अब हामी चाहिँ यहाँ माथि जान्छौँ यताडि बाँदरहरू रहेछ नि त ल घरतिर फर्किन लागिसक्यौँ रमाइलो भयो अब मजा आयो भोक लागिरहेको यार पानीतिरका पानी खाएन तरी बाटोमा हिँड्दैछौँ हामी अब तल गएर खाने हो चटपट पानीपुरी अब के खाने केटाहरूको बजेट कति पानी नि खाएन हामीले अब पानी झर्दैछौँ हामी झर्दैछौँ अब लागिन्छ होला घरतिर घुमिन्छ आज घुमिन्छ होला अर्को हप्ता घुमिन्छ होला हामी अब हामी त्यहाँ झर्दा अब कहाँ भिडियो खोल्छ त्यहीँ भेटौँ जादु भएको भिड मात्रै गाइस यार पसल खोल्यो एउटा पसलमा छिरेको एक प्लेटमा मलाई 210 अरे 2 प्लेट बढी आउँछ त्यतिले त्यहाँ घाममा पसलहरू पनि छैन यहाँ मान्छेलाई भोक लाग्यो तिमी हल्ला नगर न भोक योबाट चाहिँ कलङ्की उहाँ निस्किन्छ हामी यता टेकु हो कि यता टेकु पेट्रोल पम्पमा जहाँ भन त्यही कहाँबाट खान्छ सस्तो खाले हल्का सादा सादा खाले यहाँ आइपुग्यो खानालाई चाउमिन खानालाई अपडेट खाऊ त एक खाइदेऊ त अब हामी निक्लिसक्यौँ चाउमिन खाएर अगायो भात नखा मान्छे अब यो अगाएर हामीले खाएको पेट टन्टो भएको अब चाहिँ हामी गाडी चढेर कालीमाटीतिर लागिन्छ त्यहाँ एउटा स्पेसल भैयाको चटपट छ कि त्यहाँ त्यही चटपट खाना भैया हो सङ्गमले त्यही काम सुरु गर्ने हो गाडीमा फेरि हिँड्दैछौँ हामी कलङ्की जाने बाटोमा हो क्या यो होइन त हो अब हामी त्यही कालीमाटी बसी भेटौँ गाई हामी चाहिँ कालीमाटी आइसक्यौँ अब चटपट खाना गाडी त्यहाँ छ चटपट खानु त्यही पसल हो त्यहाँ चटपट खान्छ यही हो 50 को चटपट 50 को पानीपुरी बनाइदिन्छ पसलमा आइसकेँ यहाँ ट्याक्क लाएर केटाहरू र मम्मीले चाहिँ चटपट गम खान थाल्यौँ होइन चटपट चाहिँ एकदम स्पेसल थियो कि एकदम मिठो लाग्यो होइन हामीलाई चाहिँ ट्याक्क लाएर सस हालेर भैयाको हातमै जादु छ कसम हामी त धेरैचोटि यही भैयाकोमा आउँछौँ खाना आज 3 जना मिलेर ट्याक्क लाएर चटपट हानियो मजा आयो खाना चाहिँ एकदम मिठो थियो चटपट चाहिँ पानीपुरी बनाउँदै होला एकदम मिठो पानीपुरी आइसक्यो खाएर भइयो हामीले पेट फुल भयो होइन फुल भयो हामी घरतिर आज घुम्ने खुसी भइयो हाम्रो घुम्ने प्लान हो घरमा बसी भेटौँ है त गाइस म चाहिँ आइसकेँ लास्ट मिन्जो लाग्छ
मेलाहा भन्ने केटाहरू नि पुगिराख्नु पुगेछन्। आजको लागि चाहिँ यति हो। सपोर्ट गरिदिनु होला, लाइक हालिदिनु होला। यस्तै हो, क्यामेरा क्वालिटी नराम्रो भए पनि ट्याप्प लाएर लाइक हान्नु